हेलो साथीहरू नमस्ते। आज छुट्टीको दिन हामीहरू जाँदैछौँ। पहिला त खाना खानु पर्यो। छुट्टीको दिन बिहान उठेर धेरै घुम्यो। राति करिब बिहानको 3 बजीतिर आएको रुमतिर दिनभरि सुतेर भर्खरै उठेर फ्रेस भएर बाहिर निस्केछौँ फेरि हामीहरू आज पहिला त खाना खानेछौँ। खाना खाने पछि खाना खाइसकेपछि हामीहरू जानेछौँ समुद्र साइडतिर। हामीहरू हिजो साँझ गएको केही पनि खाना पाएन राति। त्यसपछि दिनभरि पुरै दोकानहरू बन्द हुन्छ। हामीले खानै नखाएर अहिले भर्खरै उठेर खाना खानु। परदेशी जिन्दगी यस्तै छ है। जति भयो भने जति दुःख जे भयो भने हाँसेरै बिताउनु पर्ने जिन्दगी छ। हिजो साँझ हामीले 7 बजेतिर खाएको। अब ठ्याक्कै कति घन्टा होला? 12 घन्टा। अहिले 12 घन्टासम्म हामीले केही खाएका छैनौँ। किनकि साँझ हामीहरू ल्याउन गएको दिउँसो खानालाई खानै पाएन केही पनि। किनकि अहिले यता साउदीतिर रमजान चलिरहेको यिनीहरूको ठुलो चाड हुन्छ यो रमजान चलिरहेको। त्यही भएर खाना नै पाएन। अब 12 बजी जाँदैछौँ। होटलमा पुग्न लागिसक्यौँ। के खानेछौँ देखाउँछु तपाईँहरूलाई पनि। हामीहरू पुगिसक्यौँ खाना खाने ठाउँमा। के खाने ओ के खाने हो? यता छ हाम्रो डन पारा 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 होला सिधा केही छैन यहाँ छ त। यहाँ बोर्डको कोही आयो लेमा छ। अनि अरू रान्दा के छ? के छ अरू के हो नि त? साथीहरू डिसाइड हेर्नु न। मैले भन्दैन अहिले पनि खाना छैन। खालि चनाहरू छ, जिलेबीहरू छ, बस। यही रमजानमा खाना पाउनु गाह्रो नै हुन्छ। अहिलेसम्म बनाएन। अब त्यही हो किनभने अब हामीहरू अर्को होटलमा जाँदैछौँ। त्यता पाउँछ कि भाग्यले हेरौँ के भनेर। हामीहरू फाइनली रुमको नजिक 2टा होटलमा गयौँ। त्यहाँ खानाहरू पाइएन। अब हामीहरू जानेछौँ नेपाली होटलमा। नेपाली होटलमा हेरौँ त्यो पाउँछ कि पाउँदैन। हेरौँ त्यहाँ पनि के कस्तो रहेछ। 10-15 मिनट हिँडेर हामीहरू जाँदैछौँ नेपाली होटलतिर। अब खाना खानु हेरौँ के पाउँछ। कति बेला ल हेर्नु न साथीहरू हामीहरूको किस्मत कस्तो। एउटै गाउँ, एउटै ठाउँ, एउटै कम्पनी, एउटै रुम है। हामीहरू 2जना आउँदाखेरि पनि सँगै आएको। किनकि उसको भिसाको प्रोब्लमले पुरा 10-15 दिन जति 10 दिन जति उसको लेट भएको थियो। हामीहरू एउटै कम्पनी, एउटै ठाउँ, एउटै रुम, अनि काम गर्ने ठाउँ पनि एउटै, डिपार्टमेन्ट पनि एउटै, गाउँ पनि एउटै। कस्तो हो हामीहरूको किस्मत। हामीहरू आइसकेको 3 वर्ष फाइनली क्रस भइसकेको छ। 3 वर्षमा त धेरै भइसक्यो। चौथो वर्ष लाग्यो। चौथो वर्ष सुरु भइसक्यो। अब हामीहरूको प्लानिङ छ। हेरौँ के हुन्छ। यहाँ पनि बिस्तारै हेर्दै जाऊँ, गर्दै जाऊँ कामहरू के कस्तो हुन्छ। हामीहरू पुगिसक्यो नेपाली होटलमा। अनि हामीहरूले चौतारी रेस्टुरेन्ट नेपाली अल्खोबरमा हामीले खाना चाहिँ चाउमिन अर्डर गरेको छौँ। अब बनाउँदा हुन्छ भित्र। आइसकेपछि आइसक्यो चाउमिनहरू हामीले अर्डर गरेको थियौँ। खाँदैछन् अब। खाएर हामीहरू जानेछौँ क्वार्टर साइडतिर। यो यता पछाडिपट्टि देखिरहेको नि यो चाहिँ सोफिटल होटल हो। सोफिटल यो पनि 5 स्टार होटलै हो। यो समुद्रको किनारमै छ, छेउमै। योभन्दा पछाडिपट्टि उतापट्टि बराइन छ। बराइन अर्को कन्ट्री। अनि यता साइडतिर उता यो साउदीदेखि उता बराइन जानलाई ब्रिजहरू छ, पुलहरू छ। उता पुलबाट जान्छ पारे। पुरै यता बन्दैछ ठुलो महल। अनि यो पुरै यो समुद्र एरिया हो।
पारि त्यो लाइटहरू देखिरहेको नि यो चाहिँ बराइनो अनि यतातिर यो लाइटहरू देखिरहेको नि त्यो साउदी भइहाल्यो यतातिर यो बिचमा समुद्रको बिचमा लाइटहरू देखिहाल्यो यो उता बराइन जाने यो चाहिँ पुल हो यहाँबाट चाहिँ जान्छ बराइन। हस् त साथीहरू आजको भ्लग मेरो यति नै। अवश्यमा अरू दिन पनि यस्तै राम्रा कुराहरू यस्तै भिडियोहरू ल्याएर आउने नै छु तपाईँहरूमा। तपाईँको माया साथ सपोर्ट गर्न नबिर्सनु होला। हस् त बाई बाई।